सांस्कृतिक समूहको अध्यक्ष बालकृष्ण सापकोटाज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हाम्रो समूहलाई धेरै सहयोग पुर्याउनु भएको र सरसल्लाह दिनुहुने ज्येष्ठ सदस्य भवदत्त पौडेलज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यस कार्यक्रममा उपस्थित सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा सम्पूर्णलाई आफ्नो स्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणको क्रमलाई जारी राख्दै अब खादा तथा ब्याज वितरणको लागि अमृता सापकोटा र गोमा पाठकज्यूलाई हार्दिक अनुरोध गर्दछु। सुरुमा प्रमुख अतिथि अश्विनी कुमार खनियाज्यूबाट सुरु गर्नु होला। सभाध्यक्ष मजाले गर्छ त्यही मजामा सम्बन्ध मिलाएर तथा ब्याज वितरण सँगसँगै अतिथिहरूलाई स्वागत मन्तव्य गरिदिनु हुन शान्ति शर्माज्यूलाई स्वागत मन्तव्य गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। धौलागिरी आमा समूह खैरेनी 9 द्वारा आयोजना गरिएको यस खाद्यान्न तथा वितरण सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, विभिन्न टोल विकास संस्थाबाट आउनुभएका कार्यक्रमभरि हाम्रो साथमा रहेर साथ दिनुहुनेछ भन्ने विश्वास गरिरहेको छु। हामी हाम्रो संस्थाको स्थापना कालदेखि नै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग प्राप्त हुने तपाईँ सम्पूर्णहरूलाई एकपल्ट यस कार्यक्रममा स्वागतम भन्दै बिदा हुन चाहन्छु। धन्यवाद। कार्यक्रममा स्वागत मन्तव्य पछाडि यस कार्यक्रमलाई ब्यानर वाचन गरी औपचारिक उद्घाटन गरिदिनु हुन प्रमुख अतिथि आदरणीय शशि कुमार खनियाज्यूलाई हार्दिक अनुरोध गर्दछु। सामाजिक कार्यमा 1 कदम अगाडि नगरपालिका नम्बर 9 चितवन स्थापना 2007 आदेश सामाजिक हस्तान्तरण कार्यक्रम सुचारू सम्पन्न भएको अब कार्यक्रम उद्घाटन सँगसँगै राष्ट्रलाई सम्मान गर्दै राष्ट्रिय गानको ध्वन बजाउनको लागि
हाम्रो धौलागिरी सांस्कृतिक समूहकै सदस्य सुरज देवकोटालाई हार्दिक अनुरोध गर्दछु। सबैजना आफ्नो ठाउँमा उभिएर सहयोग गरिदिनु होला। आज मेरो साथको अन्य काम परेको हुनाले मलाई ढिला भएको हुनाले हामी यस धौलागिरी आमा समूहमा धेरै सहयोग गर्नुहुने दुईजना गोराहरूलाई सम्मान गरिदिएर मेयर साहब बाहिर निस्किँदै हुनुहुन्छ र अब म दुईजनाको नाम बोलाउँछु। यस मञ्चमा आइदिनु होला र मेयर साहबको हातबाट सम्मानित हुनु होला। बाँकी हामी कन्टिन्यू कार्यक्रम चलाइरहन्छौँ। आदरणीय बुवा शोभाकान्त रिजालज्यू यस मञ्चमा अगाडि आइदिनु होला। आदरणीय बुवा शेरबहादुर पौडेलजी मञ्च अगाडि आइदिनु होला। आज यहाँ मेयर साहबको हातबाट सम्मान गराऊ भनेर धेरै सहयोग पुऱ्याउनु भएको छ। त्यही हुनाले हामीले आज उहाँलाई सम्मान कार्यक्रम राखेका छौँ। यहाँ अब यो रासनमा हरिप्रसाद यो अगाडि खाद्यान्न पनि 3 जनाको लागि विद्यार्थी कति खै हामीले आज खाद्यान्न वितरण कार्यक्रम राखेको हुनाले मेयर साहब हातबाट खाद्यान्न वितरण हुन 3 जना व्यक्तिको नाम बोलाउँछु। अगाडि आइदिनु। मोबाइलसँग मात्र बस्छ है भाइ गरे हरिप्रसाद सुवेदीज्यू, दुर्पका कडेल, हरेन सुल्ताने, खाद्यान्न, टीका रिजाल, हरेन सुल्ताना, हरिप्रसाद सुवेदी, दुर्पका कडेल, टीका रिजाल। दुर्पका कडेल,
विपदा किरिश गिरी मोनिका गिरी किसा गिरी हामी अब कार्यक्रमलाई अगाडि बढाउन गइरहेका छौँ। अब आजको यस कार्यक्रममा प्रमुख अतिथि हाम्रो अभिभावक सञ्जीव कुमार खनियाज्यूले आफ्नो दुई शब्दहरू केही शुभकामनाहरू दिएर जान्नको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू। म प्रारम्भमै क्षमा प्रार्थी छु। तपाईँको यो पुण्य काममा दिनभरि सँगै बसेर सरिक हुन सकिनँ। अहिले बागमती प्रदेशको नगरपालिका सङ्घद्वारा यो वर्षको आर्थिक वर्षको बजेटको छलफल कार्यक्रम 11 बजेबाट हेटौँडामा सुरु भइसकेको हुनाले म 1 घन्टा ढिलो भएन आइपुग्छु भनेको हुनाले नगरपालिकाकै हेतु निम्ति यहीँको बजेटको निम्ति चाहिँ हेटौँडा जानुपर्ने भएकोले मैले यो कार्यक्रम पुरा गर्न सकिनँ। म्याडम गोमेयर नै आउनुहुन्छ, प्रशासक प्रमुख वडा अध्यक्षहरू हुनुहुन्छ। यो कार्यक्रम दिनभरि राम्रो चलोस् यही शुभकामना दिन चाहन्छु। धवलागिरी आमा समूहद्वारा आयोजित खाद्य तथा स्थिति सामग्री हस्तान्तरण कार्यक्रमका अध्यक्षज्यू, खैरी नगरपालिकाका उपप्रमुखज्यू, प्रशासक प्रमुखज्यू, वडा नम्बर 9 का वडा अध्यक्षज्यू, वडा नम्बर 8 का कार्यक्रम वडा अध्यक्षज्यू, महिला बालबालिका शाखाका प्रमुखज्यू, आइटी शाखा प्रमुखज्यू, कर्मचारी साथीहरू, यहाँ उपस्थित भई अत्यन्त आदर गर्ने धवलागिरी आमा समूहसँग जोडिएका पदाधिकारीज्यूहरू, यसका सांस्कृतिक धवलागिरी आमा समूह सांस्कृतिक समितिका अध्यक्षज्यू, सम्पूर्ण बुवाआमा दाजुभाइ दिदीबहिनीहरू सबैमा मेरो हार्दिक नमस्कार छ। म सर्वप्रथम धवलागिरी आमा समूहलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु। अहिलेको सन्दर्भमा स्थानीय सरकार होस् अथवा कुनै पनि चिजबाट चाहिँ आम्दानीको स्रोत होस् अथवा लागतसँग भाविता पनि राम्रोसँग जुटाउन गाह्रो मान्ने समाजमा चाहिँ आफू नै मुठी हातबाट जम्मा गरेर आफूले मात्रै खाएको के खाना, आफूले मात्रै लगाएको लुगा के लुगा, अरूलाई सही दिन सक्ने, अरूलाई सही पढ्न सक्ने स्टेसनरीदेखि लिएर बुवाआमालाई जुन मनोकारी तपाईँहरूले यो कार्यक्रम सुरु गर्नुभएको छ, यो अत्यन्त सराहनीय छ। यो खैरी नगरपालिकाको लागि धेरै उदाहरणीय छ र म सर्वप्रथम त्यो आमा समूह टिम र सबै त्यहाँ अभिभावकज्यूहरूलाई विशेष आभार प्रकट गर्न चाहन्छु। नगरपालिकाको तर्फबाट पनि विपन्न परिवार लक्षित धेरै कार्यक्रमहरू छ। शिक्षामा कार्यक्रम छ, धेरै कक्षाको कार्यक्रम छ, बाबाआमा स्वास्थ्य कार्यक्रम छ, जग्गाहरूलाई जोडी दिने कार्यक्रम छ, तरकारी लगु चामल दिने अन्नका कार्यक्रम छ, 1 अन्डा 1 गिलास दुध जस्तै पोषण खुवाउन सक्नु भएन बच्चाको कार्यक्रम छ, धेरै गरिब र विपन्नसँग जोडिएको कार्यक्रम छ। नगरपालिकाको भौतिक बजारको विकास जति गरे पनि यहाँका दुखी गरिब पिछाडि परेका समुदाय, बिहान खाए बेलुका के खाउँ भन्ने अप्ठ्यारो परेको समुदायलाई यदि हामीले हेर्न सकेनौँ भने त्यो विकास वास्तविक विकास रहँदैन र नगरपालिकाले प्रत्यक्ष रूपमा वडाको सिफारिसमा अप्ठ्यारो परेको बिरामीहरूलाई 5,000 सम्म डाइरेक्ट सहयोग पनि गर्दै गरिएको हुन्छ। तर यो आमा समूहको नगरपालिका हामी जनप्रतिनिधि भइसकेपछि हाम्रो समूह दर्ता गर्ने कार्यविधि बनायौँ। हाम्रो समूहको नाममा विभिन्न भूमिका कारोबार, ढुकुटी सञ्चालन, विभिन्न किसिमका आर्थिक कारोबार हुने विभिन्न संस्थाहरू जोडिने र हाम्रो आमा दिदीबहिनीहरूले नबुलिकन फस्ने आफ्नै आर्थिक आफ्नै घर जग्गा नै बेङ्गल गएको गायब हुने थाहा नपाउने त्यस्तो कन्डिसन र कतिपय ठाउँमा चाडपर्व, धर्म संस्कृति, अल्लोगल पल्लोगल विभिन्न किसिमका कुरीतिहरूको अन्त्य गर्न, त्यहाँको चाहिँ तपाईँको लागु औषध चाहिँ महिलाको हिंसा अन्त्य गर्न एउटा सङ्गठित गरौँ है भन्ने हिसाबका साथ खैरी नगरपालिकाले आमा समूह दर्ता कार्यक्रम प्रारम्भ गर्यो। त्यसको कार्यविधि सञ्चालन गर्यो। अहिले खैरी नगरपालिकामा 108 कुल विकासमा पहिला एउटा कुल विकासमा एउटा मात्रै आमा समूह भन्ने प्रावधान थियो। तर एउटै प्रकृतिको व्यवसाय गर्ने धेरै वडामा बस्ने कुनै चाहिँ व्यक्तिको कुनै चाहिँ विभिन्न आधारमा चाहिँ आमा समूह सबै छुट्टै पनि हुनसक्छ भन्ने मापदण्डका साथ
हामीले नयाँ कार्यविधि संशोधन पनि गऱ्यौँ र आमा समूह मार्फतबाट अहिले बिउ पुँजीका कार्यक्रमहरू छन्। नगरपालिकाको तर्फबाट यहाँलाई जानकारी गराउनै पर्छ। बागमती दाजुभाइ दिदीबहिनीहरूको लागि चाहिँ विशेष गरेर आर्थिक साबुनको छ, ढाकाको छ, चप्पलको छ, झोलाको छ, ड्राइभर फुडको छ, च्याउखेतीको छ, विभिन्न किसिमको कार्यक्रमहरू नगरपालिका छ। यहाँहरूले जसरी मुठी जम्मा गरेको पैसाले चाहिँ बुवा आमाहरूलाई खाद्यान्न जसको घरमा सङ्कट छ, खाद्यान्नको व्यवस्थापन जो पढ्नलाई अक्षर सिक्यो पढ्यो तर राम्रोसँग कापी कलम छैन, त्यो उहाँलाई एउटा प्रोत्साहन दिनुभएको छ। र यो सँगसँगै नगरपालिकाको तर्फबाट पनि यहाँले कुनै पनि कार्यक्रम अहिले पनि पशुधन भन्ने कार्यक्रम चाहिँ एकल महिलाहरूको लागि 75,000सम्म 80% नगरपालिकाले दिने ठुलो कार्यक्रम ल्याइएको अवस्था छ। त्यस कारणले गर्दाखेरि अरू पनि गृहिणी महिला कार्यक्रमहरू अहिले बढी विकसित पनि छ र अरू ट्रेनिङ पनि हाम्रो यो धौलागिरी आमा समूहले चाहिँ हामीले चाहिँ अहिले उठाएको पैसाले आमा समूह गऱ्यौँ। हामीले समाजलाई शान्त बनाउने, घर परिवारको झैझगडा अन्त्य गर्ने, महिला हिंसाको अन्त्य गर्ने, लागु औषध दुर्व्यसनीको अन्त्य गर्ने, हाम्रा विभिन्न चाडपर्वहरू बिहेबारीहरू मर्दा पर्दा हरेक चिजमा एकअर्कालाई हातेमालो गर्ने भन्नेका साथ जुन तपाईँहरूले सुरु गर्नुभएको यो आमा समूह छ, त्यसबाट पनि आय आर्जन गर्ने एउटा ब्रान्ड चाहिँ बनाउँ है भनेर तपाईँहरूले कार्यक्रम ल्याउनु भयो भने नगरपालिकाले त्यो कार्यक्रमलाई जस्ताको तस्तै स्वीकार गर्छ र तपाईँहरूलाई आय आर्जन गर्नलाई लगानी तालिम पनि दिन्छ र बिउ पुँजी लगानी पनि गर्छ। म यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यो अत्यन्तै सराहनीय काम छ। मैले प्रारम्भमै भने चाहिँ नगरपालिकासँग कसरी फाइदा लिने भन्ने अथवा बाहिरबाट कसरी आम्दानी लिने भन्ने भन्दा आफू पनि मैले केही दिन चाहेँ भन्ने एउटा कन्ट्रिब्युसनको जुन आयोजना छ यसले सिङ्गो नगरपालिकालाई सकारात्मक सोचको विकास गर्ने किसिमको एउटा नयाँ मोडल दिएको छ। हामीले हरेक ठाउँमा विभिन्न समूहहरू आमा समूह मात्रै नभइकन विभिन्न संस्था चलाउने समूहहरू राम्रै गर्नका लागि नै हुनसक्छ। आउने नगरपालिकामा आर्थिक रूपको सहयोग माग्ने हुन्छ, कतिपय हामीले दिन सक्छौँ, कतिपय कार्यविधि र नीतिले दिन सक्दैनौँ। तर यो समूहले पैसा सहयोग माग्नुको साटो यदि हामीसँग यति हजार छ तपाईँहरूले यति हालिदिनुसम्म भन्नु भएन। किनभनेदेखि नगरपालिकालाई एउटा साथ दिनुभएको, पैसा नमागेर साथ दिनुभएको भन्ने त होइन। तथापि नगरपालिकाको नयाँ योजनामा यहाँहरूले ठुलो साथ दिनुभएको महसुस भएको छ। म दिनभरि अघि नै प्रारम्भमा भने तपाईँहरू दिनभरि भलाकुसारी गरेर काम गर्ने अथवा चाहिँ आज दिनभरि बुवा आमासँग भेट्ने जुन सोच्यो एउटाको कार्यक्रमले गर्दा म अर्को कार्यक्रममा दिनभरि बस्न सकिनँ। तपाईँहरू सबैलाई हृदयदेखि नै आभार प्रकट गर्दै र यसरी यो सामाजिक उत्तरदायित्व वहन गर्ने यो कार्यक्रम तपाईँहरूको उदाहरणले नगरभरिका अरू संस्थाहरूले पनि गर्ने एउटा हौसला प्रदान गरिदिनु भएको छ। तपाईँहरूलाई विशेष धन्यवाद दिँदै तपाईँहरूको दिनभरिको बसाइ अत्यन्त हार्दिकता होस्, अत्यन्त एउटा आज अत्यन्त द्वितीयको दिन अत्यन्त सुनौलो दिन पनि परेको छ र त्यो दिनको कारणले गर्दा पनि यो अधिक भरिपूर्ण होस् यही शुभकामना दिँदै अब कार्यक्रममा मैले अघि भने म छिटो जानुपर्ने भयो। उपप्रमुखजी आउनुभएको छ, एउटा आज करिब 50 प्रमुख हुनुहुन्छ, एउटा आज चाहिँ हुनुहुन्छ। तपाईँहरूको दिनभरिको कार्यक्रम अत्यन्त सुन्दर होस् यही शुभकामना दिँदै मेरो आफ्नो भनेको धन्यवाद। सबैको नमस्कार। आजको यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा आफ्ना शुभकामना मन्तव्यहरू व्यक्त गरेर जानुभएको छ। उहाँलाई जोरदार तालिका साथ सम्मान गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। मैले फेरि आसन ग्रहणकै क्रमलाई जोड्न चाहे। विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन यस खैरेनी नगरपालिकाको उपप्रमुख कविता उप्रेती म्यामलाई हार्दिक अनुरोध गर्दछु। यस नगरपालिकालाई धौलागिरी आमा समूहले मायाको चिनो दिनको लागि धौलागिरी सांस्कृतिक समूहका अध्यक्ष बालकृष्ण सापकोटा र ज्येष्ठ सदस्य भवदत्त कडेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। फेरि पनि मैले आसन ग्रहणकै क्रमलाई जोड्न चाहे। खैरेनी नगरपालिका वार्ड नम्बर 9 पिपरा टोल विकास संस्थाकी अध्यक्ष रीता चौधरीज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
तपाईँ कार्यक्रमलाई फेरि पनि म अगाडि जोड्न चाहे। यस कार्यक्रममा आफ्नो केही शुभकामना मन्तव्य दिनको लागि खैरेनी नगरपालिका वार्ड नम्बर 8 का कार्यवाहक अध्यक्ष श्याम कुमार पाठकज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रम सञ्चालक धवलागिरी आमा समूहका सचिवज्यू, यस धवलागिरी आमा समूहद्वारा आयोजित खाद्यान्न तथा विशेष गरी सामान हस्तान्तरण कार्यक्रमका सभाध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथि खैरेनी नगरपालिकाका नगर प्रमुख आदरणीय शशि कुमार खनियाज्यू, विशिष्ट अतिथि आदरणीय श्री कविता उप्रेतीज्यू, विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकारी विष्णुप्रभा सापकोटाज्यू, नगरपालिकाका विभिन्न पदमा रहनुभएका अधिकारीज्यूहरू, कर्मचारीज्यूहरू, यस धवलागिरी आमा समूहका पदाधिकारी तथा सदस्यज्यूहरू, विभिन्न टोल विकासबाट पाल्नु हुने टोल विकास समितिका अध्यक्षज्यू तथा पदाधिकारीज्यूहरू, खैरेनी नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष बन्धुराम महतोज्यू लगायत यस कार्यक्रममा उपस्थित रहनुभएका यहाँहरू सबैमा म श्याम कुमार पाठकको तर्फबाट र खैरेनी नगरपालिका वडा नम्बर 8 को तर्फबाट हार्दिक आभार सहित नमस्कार टक्राउन चाहन्छु। नमस्ते। आज अक्षय तृतीयाको दिन, यो पुण्य दिनमा यहाँहरूले जुन पुण्य कामको आयोजना गर्नुभएको छ, यहाँहरूलाई भगवान्ले सधैँभरि तपाईँहरूलाई उत्तर प्रगतिको लागि भगवान्सँग कामना पनि गर्दछु। समाजमा अहिले अघि नगर प्रमुखले भन्नुभयो जस्तै हामीले एउटा उपभोक्ता समिति बनाउँदा पनि त्यसमा लागतको विषयदेखि लिएर कुनै पनि सामाजिक काममा सामाजिक उत्तरदायित्व वहन गर्न हाम्रो समाजमा मानिसहरू अगाडि नबढेको स्थितिमा जुन धवलागिरी आमा समूहले आज आफ्नै आर्थिक व्यवस्थापन गरेर एउटा समाजमा रहेको आफू मात्रै खाने होइन, सम्पूर्णलाई खुवाएर मात्र खाने र पढ्न नसक्ने विद्यार्थीहरूलाई जुन कागज कलम दिएर यहाँहरूले महान कार्य गर्नुभएको छ, त्यसको लागि म यहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र तपाईँहरू यो धवलागिरी आमा समूहको बारेमा मैले आजभन्दा 1.5 वर्ष अगाडिदेखि नै यहाँहरूको आमा समूहको बारेमा धेरै कुराहरू सुन्दै आएको छु र अस्ति वडामा आउने साथीहरूसँग पनि मैले यहाँहरूको बारेमा सरसल्लाह गरेको थिएँ। तपाईँहरूको जुन महान कार्य छ, हाम्रो खैरेनी नगरपालिकामा 108 वटा टोल विकास रहँदै गर्दा आमा समूहको यो विधि प्रक्रिया दर्ता गर्ने जुन नगरपालिकाले आज 3 वर्ष पुरा हुँदै गर्दा अहिले दर्ता प्रक्रिया सुरुवात भएको कुरा पनि मैले जानकारी पाएँ। त्यसको लागि खैरेनी नगरपालिकालाई पनि धन्यवाद दिन चाहन्छु। र आमा समूह गठन गर्दा हामीले विशुद्ध सामाजिक रूपान्तरणको लागि अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यका साथ गर्ने हो, न कि त्यसमा बसेर समाज विभाजन गर्ने, एउटा समूहले अर्को समूहलाई लाछना लगाउने कार्यहरू बन्द गरेर सामाजिक रूपमा अगाडि बढ्नको लागि सम्पूर्ण आमा समूहहरूलाई प्रेरणा दिनुहोस् भन्ने शुभकामना पनि दिन चाहन्छु। र तपाईँहरू आमा समूह गठन गरेर जुन उद्देश्यका साथ धार्मिक सांस्कृतिकदेखि लिएर यो एउटा समाजमा खाना नपाउने, पढ्न नसक्ने बाबु नानीहरूलाई पनि जुन अगाडि बढाउनुपर्छ भन्ने लक्ष्यका साथ अगाडि बढ्नुभएको छ, त्यसको लागि धन्यवाद दिँदै सम्पूर्ण आमा समूहहरूलाई यो आमा समूह मात्र नभइकन सम्पूर्ण कुराहरू अन्तिममा गएर आर्थिक बाटोमा जोडिने हुँदाखेरि सम्पूर्ण आमा समूहहरूले आर्थिक आय आर्जन हुने क्रियाकलापलाई पनि सँगसँगै बढाउनु होला भन्ने शुभ भाव व्यक्त गर्दै यहाँबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद।
अतिथि श्यामकुमार पाठकज्यूले आफ्नो महत्त्वपूर्ण भनाइहरू राखेर जानुभएको छ। उहाँलाई जोरदार ताली बजाएर सम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै क्रममा आफ्नो मन्तव्य दिन आउँदै हुनुहुन्छ भैरही नगरपालिका वार्ड नम्बर 9 का वडा अध्यक्ष बन्दराज महतोज्यू। धन्यवाद सञ्चालिका र यसै धौलागिरी आमा समूहका सभापति अध्यक्ष कार्यक्रमका खैर नगरपालिका मेयर साहब प्रमुखज्यू र यसै कार्यक्रमका उपप्रमुख विशिष्ट अतिथिज्यू र यसै कार्यक्रमका हाम्रा प्रशासक अधिकारीज्यू विष्णु सापकोटाज्यू र यसै कार्यक्रमका हाम्रा वडा नम्बर 8 का कार्यभागका सदस्य श्यामपालज्यू र यसै कार्यक्रमका सुधारका अध्यक्षज्यूहरू, यसै कार्यक्रमका आमा समूहका सम्पूर्ण परिवारको ज्यूहरू र यहाँ सम्पूर्ण अति विपन्न परिवारका सम्पूर्ण परिवारहरूलाई पनि मेरो तर्फबाट सबैलाई धन्यवाद दिन चाहन्छु। र आज धौलागिरी आमा समूहले यस कार्यक्रममा धेरै राम्रो काम गर्नुभयो। उहाँहरूलाई सबभन्दा मेरो 9 नम्बर वडाबाट पनि धौलागिरी यस समूहमा पहिलो पटक यस्तो कार्यक्रम गरेको होला। खैर नगरपालिका भित्रमा सबभन्दा अगाडि यस कार्यक्रममा सम्मानित उहाँहरूलाई मैले एकदमै धन्यवाद दिन चाहन्छु। र आज यसै अति विपन्न परिवारहरूलाई खाद्यान्न र स्टेसनरीहरूमा उहाँले वितरण गर्नुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद पठाउन चाहन्छु। आज उहाँहरू एक कदम होइन, अब आउने बेलामा 2 कदम बढोस् भन्न चाहन्छु। यस धौलागिरी आमा समूहलाई आज जसरी हाम्रा कृष्ण भाइले हिजो मलाई भेटेर मलाई पत्र पठाउनुभयो, मलाई दिनुभयो पत्र। उहाँले पहिलो वर्ष चाहिँ उहाँले चाहिँ देवघाटमा गर्नुभएको रहेछ। यसपालि चाहिँ आफ्नै वडाको अति विपन्नहरूलाई खैर नगरपालिकामा कार्यक्रम गर्ने भनेर आज यहाँ सञ्चालित भइरहेको छ। यसै सधैँभरि यसरी नै अति विपन्नहरूलाई माया गर्नु यस धौलागिरी आमा समूहले। र मैले पनि अति विपन्नलाई अहिलेसम्म घर पनि बनाएको छु र अति विपन्नलाई खाने पानी जोडान पनि भएको छ। र आज जुन मैले आज एकदमै खुसी लागेको दिन तपाईहरूले यो जुन हाम्रो अपाङ्ग बुवालाई सम्मान गर्नु भएको छ। जुन बुवालाई मैले वडा सदस्य हुने बेलामा मैले आफ्नै व्यक्तिगत पैसाले उहाँलाई मैले टोयलेट बनाइदिएको थिएँ, टोयलेट र बाथरुम बनाइदिएको थिएँ बालाई। यहाँ अहिले उहाँ अस्ति नै आएर मलाई चाहिँ त्यो एउटा चाहिँ कुनै मलाई सहारा दिनु पर्यो भनेर मैले उपप्रमुखलाई म्याडमलाई भनेर मैले चाहिँ त्यो यो हिन्दी के भन्छ हिन्दी त्यो उपमेयर म्याडमले तुरन्तै सिफारिस पठाइदिनु भनेर आमालाई भनेर त्यो सिफारिस पठाएर हुनुहुन्छ। त्यसै हामीले यसरी धौलागिरी आमा समूहले यसरी राम्रो काम गर्दै जानु। तपाईँहरू मैले यसपालि एक पहिला बढ्नुभयो, अर्कोपल्ट 2 पाइला बढ्नुहोस्, यसरी अर्कोपल्ट 3 पाइला बढ्नुहोस्। यसरी गरेर तपाईँहरू सम्मानित गर्दै जानुहोस्। तपाईँहरूलाई भगवानले भरिपूर्ण बनाइदिनु हुनुहुन्छ। यसरी नै गरेर अगाडि बढ्दै जानुहोस्। मैले यही शब्द भन्दै तपाईँहरूलाई बिदा माग्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार।
कार्यक्रममा आफ्नो महत्त्वपूर्ण भनाइहरू राखेर राख्नुभएको छ। अतिथि बलराम महतोज्यू, उहाँलाई जोरदार तालीले सम्मान गरेको उहाँलाई हार्दिक अनुरोध गर्दछु। भइसक्यो उहाँले। स्टेसनरी वितरणतर्फ लाग्दैछौँ। अब विद्यार्थीहरूलाई स्टेसनरी वितरण गर्नको लागि विशिष्ट अतिथि नगर प्रमुख र उपप्रमुख कविता म्याम र यस कार्यक्रमका अध्यक्षलाई अनुरोध गर्दछु। दही कठार, निरञ्जन चौधरी करैया, निरञ्जन चौधरी करैया, सायन चौधरी करैया, मन्जु चौधरी करैया, यसै गरी स्टेसनरी वितरणको लागि विशिष्ट अतिथि विष्णु प्रसाद सापकोटाज्यू र भारतीय सांस्कृतिक समूहका अध्यक्ष बालकृष्ण सापकोटाज्यूलाई अनुरोध गर्दछु। इलेक्स चौधरी बसौली, प्राप्ति चौधरी बसौली, आयाना चौधरी बसौली, आयाना चौधरी, सोनाम चौधरी बैरानी, रेमस चौधरी, रेमस चौधरी,
परिभूषण चौधरी, सिमरचाँडी, प्रियांश चौधरी, एलिस्का चौधरी, काक्रेजी, एलिस्का चौधरी, एलिसा शाही, एलिसा शाही, अनुजा तराई डाँडागाउँ, सारिका शिवाकोटी डाँडागाउँ, पूर्णिमा घरती मगर डाँडागाउँ, दिवाकर घरती मगर डाँडागाउँ, आयुष महतो बैरागी, सिमन महतो बैरागी, यहाँ कोही छुटपुट विद्यार्थी हुनुहुन्छ भने अगाडि आएर सम्पर्क गर्नुहोला। कोही छुटपुट विद्यार्थी हुनुहुन्छ भने अगाडि आएर सम्पर्क गरिदिनु होला। फेरि कार्यक्रमलाई म अगाडि बढाउन चाहे। आफू बिरामी हुँदाहुँदै पनि यस समूहमा सक्रिय रूपमा लाग्नु भएको सदस्य श्री बिन्दा कुमारी पण्डितज्यूलाई हाम्रो संस्थाले दिएको सानो सहयोग स्वीकार गरिदिनु हुन अनुरोध गर्दै अगाडि मञ्चमा आउन अनुरोध गर्दछु। उहाँ क्यान्सर पीडित हुनुहुन्छ अहिले। उहाँलाई सम्मान गरिदिनु हुन विशिष्ट अतिथि विष्णु प्रभात सापकोटाज्यू र अतिथि बन्धुराम महतोज्यूलाई हार्दिक अनुरोध गर्दछु। फेरि पनि म आसन ग्रहणकै गणलाई जोड्न चाहे। हरिण नगरपालिका वार्ड नम्बर 9 दुधकोशी सामुदायिक वन समितिका अध्यक्ष भक्तजन तामाङज्यूलाई यस मञ्चमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। दिदी नमस्कार।
अधिकारीज्यू उहाँको कोही आफन्त हुनुहुन्छ भने अगाडि आइदिनु होला। धन्यवाद विशिष्ट अतिथि र अतिथिलाई। हामी कार्यक्रममा लाग्यौँ खाद्यान्न वितरणतर्फ। खाद्यान्न वितरणको लागि जहाँ बोलाउँछु अगाडि आइदिनु होला। खाद्यान्न वितरणको लागि सम्पूर्ण अतिथि विशिष्ट अतिथि र अतिथिहरू सम्पूर्णलाई खाद्यान्न वितरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। म नाम बोलाउँछु अगाडि आइदिनु होला। दुर्गा सुवेदी, खैरेनी नौ सुल्ताने, दुर्गा सुवेदी, खैरेनी नौ सुल्ताने, भगनी चौधरी, घरमा कोही होला नि त उहाँलाई फोन गर्छु है। उर्मिनिया चौधरी, म नाम बोलाउँछु कृपया अगाडि आइदिनु होला। भगनी चौधरी, मगरी देवी खालुने, अमिया चौधरी, दुखा चौधरी, भीमबहादुर चौधरी, भीमबहादुर, मिनु गुरुङ, मनु गुरुङ, सरस्वती चौधरी, सरिता चौधरी, राजन चौधरी, लीलन चौधरी, मीना गिरी, मीना गिरी, गीता महतो, गीता महतो, कमला गिरी, कमला गिरी, दुखनी महतो, दुखनी महतो, शोभा महतो,
केशवनी महतो भवानी महतो शिखा महतो Diana महतो Diana महतो Diana महतो कृष्ण महतो नाम आएन कसैले पाउनु भएन भने हात उठाउनु होला मन्जु चौधरी मन्जु चौधरी अब म फेरि कार्यक्रमलाई अगाडि बढाउन चाहे स्टेजमा जो खाद्यान्न वितरण कार्यक्रम समापन भइसकेपछि आफ्नो भनाइहरूलाई महत्त्वपूर्ण भनाइहरूलाई मञ्चमा आएर भनिदिनु भन्नको लागि यस कार्यक्रम विशिष्ट अतिथि आदरणीय प्रशासकीय प्रमुख विष्णु पर्वत सापकोटाज्यूलाई हार्दिक अनुरोध गर्दछु।
नमस्कार, शुभ दिन। यस सम्मानित सभ्य कार्यक्रमका सभाध्यक्षज्यू, आजको यस कार्यक्रमका प्रमुख अतिथि सदस्य शशि कुमार खालिया खैरेनी नगरपालिकाका मेयरज्यू, मञ्चमा आसीन खैरेनी नगरपालिकाका उपप्रमुख आदरणीय कविता अतिथिज्यू, वार्ड नम्बर 9 का वार्ड अध्यक्षज्यूदेखि मञ्चमा आसीन सम्पूर्ण गण्यमान्य र यो मञ्चभन्दा अगाडि रहनुभएका सम्पूर्ण आदरणीय दिदी बुवा मम्मी भाइ बहिनी मेरो नाताले जो पर्नुहुन्छ यहाँहरू सबैलाई यो कार्यक्रममा उपस्थित हुनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। आज अक्षय तृतीया, यो दिनमा गरेको पुण्य कहिले पनि क्षय हुँदैन। अक्षय भनेको कहिले पनि क्षय भएर नजाने, कहिले नाश भएर नजाने, कहिले नसकिने भएको हुनाले नै यसलाई अक्षय भनेको। आज जुन तपाईँहरूले एउटा पुण्य काम गर्नुभएको छ भन्दाखेरि आमा समूहको तर्फबाट यो तपाईँहरूले कमाउनु भएको पुण्य यो जुनी र जुनीसम्म कहिले पनि क्षय हुने छैन। अघि आदरणीय नगर प्रमुखज्यूले पनि भनिसक्नु भएको छ, नगरपालिकामा धेरै न संस्थाहरू हामीलाई कुनै न कुनै सुविधा चाहियो, यो चाहियो अथवा आर्थिक सहयोग चाहियो, यो कार्यक्रममा सहयोग गर्नु पर्यो भनेर आउनुभएको छ भने माग्नका लागि आउनेहरू नगरपालिकाको दैलोमा धेरै हुनुहुन्छ। आज चाहिँ दिने हामी हाम्रो नगरपालिकाभित्र पढ्न रुचि राख्ने, पढ्न खोज्ने तर पढ्न नसक्ने, किताब कापी जुटाउन नसक्ने बालबालिकालाई र आफ्ना लागि आफै काम गरेर खाद्यान्न जुटाउन नसक्ने अभिभावकहरूलाई खाद्यान्न दिन्छौँ र भाइ बहिनीहरूलाई कपी किताब अथवा स्टेसनरी सामान वितरण गर्दछौँ भनेर जुन उत्साहका साथ यहाँ आउनुभयो। मलाई लाग्छ म यहाँ आएको झन्डै 2 वर्ष हुन थालिसक्यो। यो 2 वर्षमा मैले यस्तो कार्यक्रममा बोल्दैछु। एउटा उदाहरण पनि हो, अघि वार्ड अध्यक्षज्यूले पनि भनिसक्नु भएको छ। अब तपाईँहरू मार्फत धौलागिरी आमा समूहले मात्रै होइन, अब अन्य आमा समूहहरू धौलागिरी नभएर सदरमाथा अन्नपूर्ण माछापछि आमा समूह के हुन्छ, हाम्रो नगरपालिकाभित्रका आमा समूहहरू लगायत टोल विकास संस्थादेखि अन्य संस्थाहरूले पनि हामीले आफूले कर्म गरेर 2 माना कमायो भने 1 माना मेरो लागि चाहिएला, बाँकी रहेको 1 माना जसले आफैले काम गरेर आफैले खान सक्दैन त्यो अवस्थामा पुगेका विपन्न गरी दुखीहरूलाई हामीले वितरण गर्नुपर्छ। भगवान भनेका उहाँहरूले हो, उहाँहरूकै सेवाबाट हामीले पुण्य प्राप्त हुन्छ भन्ने जुन पुण्य काम यहाँहरूले गर्नुभएको छ, त्यसका लागि म यहाँ सबैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। यो एउटा काम आजबाट सुरुवात भएको मात्रै हो। मैले अघि नै भनिसकेँ, तपाईँहरूले किन्ने बेलामा केही हजारको रकम दिनुभएको होला, केही हजारको स्टेसनरी वितरण गर्नुभएको होला, तर यसले एउटा उदाहरण सेट गरेको छ। यसले के भनेको छ भने हामी आफैले मात्रै होइन, हामीले अरूलाई सहयोग गर्ने गरी काम गर्नुपर्छ। हाम्रो कर्म, हामीले बचाएको दाना दाना अन्न, हामीले कमाएको धन अरूको पुण्य कार्यका लागि, अरूको उपकारका लागि, अरूको सहयोगका लागि पनि खर्च गर्नुपर्छ भन्ने कुराको उदाहरण यहाँले पेश गर्नुभएको छ। यो पुण्य कार्यलाई यहाँले निरन्तरता दिँदै जानुहोला। नगरपालिकाले यसरी विपन्न गरिब परिवारका बालबालिकाहरूदेखि लिएर बुवा आमाहरूलाई सहयोग गर्ने विभिन्न कार्यक्रमहरू ल्याएको छ। वडादेखि ती कार्यक्रमहरू छन्, आदरणीय नगर प्रमुखज्यूले पनि भन्नुभयो। अनि यो चाहिँ हजुरहरूले यो म्यासेज आफ्नो टोलमा पनि ल्याउनुपर्छ। जस्तो अहिले म एउटा भर्खर एउटा सूचना निकालेर आएको छु। हामीले चाहिँ कोही हात खुट्टा बलिया छन्, खेतीपाती गरेर खान्छ, मसँग जग्गा छैन, जग्गा भएको नभएको अवस्थामा अरूबाट भाडा दिनु पऱ्यो, भाडा दिँदाखेरि भाडा तिर्ने हैसियत छैन भन्ने मान्छे छ भने उसलाई कम्तीमा पनि आफूले 10 नम्बर खियाएर खान पुगोस् भनेर जो मान्छे विपन्न छ, जसले भाडामा जग्गा लिएर खेती गर्नुहुन्छ उसका लागि हामीले जग्गाको भाडा तिर्दिन्छौँ भनेर सूचना निकालेर त्यस्तो सूचना निस्केका छ। पहिलो, दोस्रो अनि त्यस्तो निकालेको धेरै मान्छे आउनु भएन भनेर यसो टोल बस्तीमा गयो भने विपन्नहरूको सङ्ख्या धेरै देखिन्छ होइन। तर यो सूचना खुलाउँदाखेरि आउनुभएको हुँदैन। हामीले दिएका कार्यक्रमहरू हाम्रो पनि कानुनी बाध्यता छ, लिगल अब्लिगेसन छ, किनभने हामी आफै लड्न मिल्दैन। सूचना खुलाउनुपर्छ, सूचनामा आवेदन हाल्नुपर्छ, आवेदनको माध्यमबाट मात्रै हामीले सहयोग गर्न सक्छौँ। त्यसको टोलमा तपाईँहरू जुन आमा समूहहरू हुनुहुन्छ, टोल विकास समितिहरू हुन्छ, हजुरहरूले त यो खैरेनी नगरपालिकाले निकालेको पेजबाट भएका सूचनाहरू पढ्न सक्नुहुन्छ। बुझाइन्छ यो सूचना चाहिँ यो परिवारको सदस्यको लागि काम लाग्नु रहेछ होइन। तपाईँको टोलमा पनि कोही अब खेतीपाती गर्न खोजेको तर नसक्ने मान्छे रहेछ भने तपाईँलाई कार्यक्रम रहेछ है, नगरपालिकामा गइदिनु होला अथवा बुझ्नु होला भनेर ल्याउनु भयो भने पनि सपोर्ट हुन्छ। भर्खरै हामीले छोरी परशुराम भनेर एउटा कार्यक्रम सम्पन्न गरेका छौँ। 30जना जति छोरीहरू जो चाहिँ
एकल महिला हुनुहुन्छ, एकल दिदी आमा हुनुहुन्छ, उहाँहरूलाई चाहिँ गाई दुधालु गाई नगरपालिकाले वितरण गरेको छ ताकि त्यो दुध बेचेर आफ्नो जीविकोपार्जन गर्न सहयोग होस्। धेरै कार्यक्रमहरू महिलासँग जोडिएका, धेरै कार्यक्रमहरू बालबालिकासँग जोडिएका, धेरै कार्यक्रमहरू अपाङ्ग अशक्तसँग जोडिएका कार्यक्रमहरू छन्। हामीहरूमा के समस्या छ भने त्यो कार्यक्रम जसलाई चाहिएको त्योसँग पुग्न सकेको छैन। आमा समूहको माध्यमबाट अथवा कोहीका अन्य संस्थाहरूको माध्यमबाट यहाँले त्यहाँसम्म पुर्याइदिनु होला। म यहाँलाई आज यो खडेरी नगरपालिकाको प्रेक्षा गएमा यो कार्यक्रम आयोजना गर्नुभएकोमा धेरै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। अनि यो हलमा देखेका धेरै जसो दाजुभाइ दिदीबहिनीहरू त मेरै दाजुभाइ हुनुहुन्छ। हाम्रो एउटै धाराको एउटै खोलाको पानी खाएको भाग्यले कोही कता कोही छुटे पनि यहाँ आउँदाखेरि चाहिँ आफ्नै गाउँका दाजुभाइ दिदीबहिनीहरूलाई देख्न पाउँदाखेरि मलाई फेरि यसरी मेरो बाबु दमे होइन केही छैन केही चौरीलाई पुगेको फिल भएको छ। धेरै जसो दाजुभाइहरूले त्यसरी भेगको मान्छेहरू देख्दाखेरि पनि मलाई खुसी लागेको छ। हामी जहाँ रहे पनि आफूले सक्नुसम्म आफूलाई क्याएर गरेर कर्म गरौँ। कर्म सँगसँगै धर्म जोगाउनको लागि जो नसक्ने छन् अशक्त छन् उनीहरूलाई जहिले पनि सहयोग गर्ने हाम्रो हातहरू फैलिरहँ। तपाईँहरूले जुन बाटो तय गर्नुभएको छ, यो पुण्य काम गर्नुभएको छ, यो पुण्य तपाईँहरूलाई मात्रै नभएर नगरपालिका सबैले पनि प्राप्त गर्ने गरी पुनः प्राप्त गर्नुभएको छ। यो कार्यक्रमको आयोजना गरेर नगरपालिकाको प्रेक्षालयमा गरिदिनु भएकोमा यहाँलाई पुनः धन्यवाद दिँदै आजको अक्षय तृतीयाको शुभकामना सहित मेरो मन्तव्य पनि यही टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार। आज यस कार्यक्रमको विशिष्ट अतिथि विष्णुप्रभा सापकोटाज्यूले आफ्नो भनाइहरू राखेर जानुभएको छ। उहाँलाई जोरदार तालीले सम्मान गरिदिनु अब यसै क्रममा आफ्नो शुभकामना मन्तव्यहरू व्यक्त गर्नको लागि विशिष्ट अतिथि कविता उप्रेती म्यामलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालिका। यस धौलागिरी आमा समूहद्वारा स्टेसनरी खाद्यान्न वितरण कार्यक्रमका सभा अध्यक्ष, यसै समूहका अध्यक्षज्यू, यस कार्यक्रममा पाल्नुभएका खैरेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा नम्बर 9 का वडा अध्यक्षज्यू, ड्यासमा आमन्त्रित सम्पूर्ण व्यक्तित्वहरू, धौलागिरी आमा समूहका सम्पूर्ण सदस्यज्यूहरू, यस कार्यक्रममा पाल्नुभएका हाम्रा ज्येष्ठ नागरिक, यस समूहलाई सहयोग गर्नुहुने व्यक्तित्वहरू, सम्पूर्ण यस जुन आज यहाँहरूले सेवा गर्दै रहनुभएका हाम्रा विद्यार्थी भाइ बहिनीहरू, विपन्न व्यक्तित्वहरू, अभिभावकजीहरू, मैले अत्यन्तै आदर गर्नुपर्ने, सम्मान गर्नुपर्ने यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा मेरो हार्दिक नमस्कार, अभिवादन। सर्वप्रथम त जुन आज अक्षय तृतीयाको दिन यहाँले एउटा सेवा गर्दै हुनुहुन्छ, अघि विष्णु सरले भन्नुभएको थियो, यो अक्षय तृतीयाको दिन गरेको दान सधैँ क्षय नै रहन्छ, सम्झना रहिरहन्छ सधैँ। यसले हामीलाई थप ऊर्जा दिन्छ, हामीलाई अझ यस दिन दान गरेको चिजले अझ हामीलाई भरिपूर्ण बनाउँछ भने यो अक्षय तृतीयाको अवसर पारेर यहाँले हाम्रा समुदायमा भएका विभिन्न बालबालिका, विपन्नमा रहेका अभिभावक, जो दुई छाक टार्न गाह्रो भएका व्यक्तित्वहरूलाई यो आजको यो यहाँले दिनुभएको यो दान, यो सहयोग अति नै सम्मानीय छ। हामी आफ्नो छाक कटाएर भन्छु मैले, जुन आमा दिदीबहिनीहरूले समूहमा बचत गरेर हिजो हामीलाई साह्रै गाह्रो थियो महिला दिदीबहिनीहरूलाई आर्थिक जुटाउन, त्यही पनि आफू मेलापात गरेर आफ्नो घर परिवारलाई व्यवस्थापन गरेर समूह गठन गरेर रुपियाँ जम्मा गरेर आज यहाँहरूले यस्तो
नगरपालिकामा भएका आफ्नो वडा मात्रै नरहेर नगरपालिकाभित्र रहेका विपन्न गरिबहरूलाई जुन आफूले सकेको सहयोग गर्नलाई थोपाबाट चाहिँ बचत गरेर यहाँसम्म आउनुभएको छ। धौलागिरी आमा समूहलाई विशेष धन्यवाद दिन चाहन्छु। हामीले पुण्य गर्नलाई केही गर्नु पर्दैन। हामी मठ मन्दिर जान्छौँ, थाली बोकेर लाइनमा बसेर पूजा गर्छौँ। हामी कति दुःख गरेर उत्पादन गरेका चामलहरू त्यो भगवानको स्वरूप सम्झेर छर्छौँ। त्योभन्दा महत्त्वपूर्ण काम यो हो। जसको पेट खाली छ उहाँहरूको पेट भर्नको लागि आज यहाँले चारा दान गर्दै हुनुहुन्छ। त्यसैले यो कार्यलाई हामीले कहिल्यै पनि छुटाउनु हुँदैन, यसलाई निरन्तरता दिनुपर्छ। हुन त धेरै समूह छ नगरपालिकामा, आमा समूहहरू दर्ता गर्ने अनुदानका कुराहरू अलि सरले राखिसक्नुभयो, माग्न मात्रै आउँछन्। हामी पनि सेवा गर्छौँ भन्ने अझसम्म हामीले देखेका थिएनौँ। हामी पनि 3 वर्ष यहाँले निर्वाचित गराएर यो क्षेत्रमा पठाउनु भयो। यो यहाँहरूको अति नै सराहनीय कामप्रति हामी आभारी छौँ। हामी महिला दिदीबहिनीहरूलाई जबसम्म अवसर आउँछ काम गर्न ऊर्जा पनि त्यतिकै मिल्छ। यो अवसर यहाँहरूले समुदायबाट, आफ्नो परिवारबाट, आफ्नो छिमेकीबाट समूह बन्ने एउटा अवसर लिनुभयो। त्यो अवसरलाई यहाँले महत्त्वको साथ बचत गरेर आज महिलाहरूले चाहिँ एउटा काम गर्दाखेरि दृढताको साथ महिलाहरूले चाहे भने यो समाजलाई परिवर्तन गर्न सक्छ भन्ने उदाहरणीय बनेर यहाँहरूले यो काम गर्नुभएको छ। हुन त महिलाले मात्रै गरेर हुँदैन, यहाँलाई सहयोग गर्ने यहाँका अभिभावकजीहरू, हाम्रा समाजमा रहेका अगुवा, घर परिवारका श्रीमान छोरा बुवा धेरैजना हुनुहुन्छ। उहाँहरूले सहयोग गर्नुहुन्थेन भने हामी मात्रै अगाडि बढेर त हुँदैन। तर दुवैजनाको समान सहभागिता, समान सोच र सबै यो समुदाय, यो समाजमा बाँच्न पाउने अधिकार छ, खान पाउने अधिकार छ, लाउन पाउने अधिकार छ, शिक्षा स्वास्थ्यको अधिकार छ भन्ने एउटा उद्देश्यको साथ राखेर यहाँले हातेमालो गरेर यो कार्यक्रम यहाँ सञ्चालन गर्नु आज हामीले यो एउटा नगरपालिकाकै गौरवको कार्यक्रम मानेको छु मैले। यसरी कुनै महिला समूहहरूले यसरी हामी चाहिँ सहयोग गर्छौँ भनेर पालिकामा आउनुभएको थिएन। हामी देख्छौँ यहाँहरूले छनौट गर्नुभएका हाम्रा साना साना भाइ बहिनीहरूको जुन शिक्षा दीक्षा दिनको लागि साह्रै अप्ठ्यारा थियो, खानको लागि कति कमाउन नसक्ने अशक्त अवस्थाका आमा बुवाहरू हुनुहुन्छ, अपाङ्ग आमा बुवाहरू हुनुहुन्छ, जो 2 महिना पनि आफ्नो उत्पादनमा रहेर खान नपाउने दिदीबहिनीहरू हुनुहुन्छ। त्यस्तो व्यक्तित्वहरू यहाँहरूले छानेर हामी हाम्रो समाजमा समान हक अधिकार, समान सहभागिता, समान लालन पालन, खानाको व्यवस्था हामीले गर्नुपर्छ भन्ने उद्देश्यको साथ यो आमा समूह लाग्नु भएको छ। यहाँहरूलाई विशेष धन्यवाद दिँदै यो एउटा महिला सशक्तिकरण पनि हो, महिला सशक्त पनि हो। आर्थिक रूपमा जबसम्म महिला आत्मनिर्भर हुन सक्दैन तबसम्म यसरी अगाडि बढ्न पनि सक्दैन। यहाँको जुन समूहमा हुनुभएका दिदीबहिनीहरू आए आर्जनमा जोडिनुहोस्। सधैँ यो कामलाई यस्तो अवसर, यो एउटा जुन दान गरेर पुण्य कमाउने काममा यहाँलाई आर्थिकले कहिले काहीँ नछेकोस्, आत्मनिर्भर हुने, आर्थिक रूपमा सम्पन्नता हुने, आय आर्जनमा जोडिने गर्नुहोस्। हामी नारीहरूले महिला दिवसमा पनि महिलाहरू अध्यक्ष बन्ने ठाउँ पाउँदैन, तर यहाँहरूले महिला नै भएको कारणले महिला समूह गठन गरेर यहाँसम्म आएर चाहिँ एउटा महिला हामी जे पनि अवसर पायौँ भने गर्न सक्छु भन्ने हिम्मतको साथ आज यस नगरपालिकाको प्रेक्षालयमा लगेर यो एउटा दान गर्ने अवसर दिनुभयो। सम्पूर्ण दिदीबहिनीहरूलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा हामी सबै महिलाहरू एकजुट भएर हामी अवसर पायौँ भने जे पनि गर्न सक्छौँ। नेतृत्वमा रहेर हामी निर्णय गर्ने हामीसँग क्षमता छ। त्यसैले सम्पूर्ण यस क्षेत्रमा रहेका दिदीबहिनीहरूले आफ्नो अवसरलाई नगुमाइकन यसै गरी आफ्नो भूमिका निर्वाह गर्दै आलोचित नबनिकन उत्कृष्ट काम गर्दै जानुहोस्। यहाँहरूलाई विशेष धन्यवाद दिँदै जुन आज यस अक्षय तृतीयाको अवसर पारेर हाम्रो दाजुभाइ दिदीबहिनी आमा बुबाहरूको यो सहयोग सहकार्य नगरपालिकाको पनि समन्वयमा हामीले आज
आज गरिब विपन्नलाई यो आज सहयोग गर्ने अवसर पायौँ। सम्पूर्णलाई विशेष धन्यवाद दिँदै मलाई पनि यहाँले यो अवसर प्रदान गर्नुभयो। अझ यहाँलाई धन्यवाद दिँदै बिदा हुन्छ। धन्यवाद, नमस्कार। आजको यस कार्यक्रमको विशिष्ट अतिथि कविता उद्देश्य ज्ञानज्यूले आफ्ना भनाइहरू राखेर गइसक्नु भएको छ। उहाँलाई सबैजनाले जोरदार ताली बजाएर सम्मान गरिदिनु होला। हार्दिक अनुरोध गर्दछु। हामी अब कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ। सञ्चालनको क्रममा मेरो केही गल्ती कमजोरीहरू भएको भए म क्षमा गर्दछु र कार्यक्रम समापन गरिदिनु हुन अध्यक्षज्यूलाई अनुरोध गर्दै म कार्यक्रमबाट बिदा चाहन्छु। हस्, धन्यवाद। यस कार्यक्रममा प्रमुख अतिथि हाम्रो नगर प्रमुख र विशिष्ट अतिथि हाम्रो उपप्रमुख र हाम्रो पथाध्यक्षीय अतिथि भाइ विष्णुप्रसाद सापकोटा, उहाँले अमूल्य समय मिलाई हाम्रो कार्यक्रममा शोभा बढाइदिनु भयो। अनि हाम्रा टोलका अध्यक्षहरू र हाम्रा वडा अध्यक्ष सबैले आफ्नो अमूल्य समयलाई सदुपयोग गरी हाम्रो कार्यक्रममा उपस्थित भइदिनु भएकोमा धेरै धेरै धन्यवाद। र यो समूहले मात्र नभए हाम्रो धौलागिरी सांस्कृतिक भजन समूह, हाम्रा आमा समूहद्वारा सञ्चालित, उहाँहरूको पनि ठुलो सहयोग छ हामीलाई। हामी आमा समूहले मात्रै त केही गर्न सक्ने थिएनन्, उहाँहरूको पनि हामीलाई धेरै सहयोग छ। पूर्णता सहयोगले गर्दा आज हामीले यो पुण्यको काम गर्न पाइयो। र यहाँ हामीलाई सबै यो आमा समूह दर्ताकरणमा पनि धेरै कठिनाइहरू भएको थियो। हामीलाई उपप्रमुख लगायत हाम्रा सबै शुभचिन्तकहरूले धेरै सहयोग गर्नुभयो र हामी दर्ता हुन सफल भइयो। आज एउटा कार्यक्रम आफ्नै नगरपालिकामा पहिलो कार्यक्रम सानो गरियो। उसका राम्रो नराम्रो सुरुवात गर्दा केही कमी कमजोरी गरे क्षमा लाग्दै यस कार्यक्रम समाप्त भएको घोषणा गर्न चाहन्छु।
कृपया सबैजनाले खाजा लिएर मात्र जानुहोला। अर्को लिएर आउनु त लिएर आउनु दिनुहुन्छ के कति भाइ चिकन लगाइदिनु ल अनुराग तामाङ
शेषकान्त अधिकारी उहाँको रहेछ ल शेषकान्त अधिकारी दिए kan अहिले पुनः निकालेर दियो भने यतातिर हो